सपोर्ट भन्ने कुरा पाउन पनि तिमी पपुलर नै हुनुपर्छ कि मैले कहिले पनि आफ्नो लभड वन्सबाट या फ्रेन्ड्सबाट होइन कहिले पनि सपोर्ट खासै एक्सपेक्ट गरेको थिएन कि म त जसले सपोर्ट गर्छ जसले गर्दैन भन्ने टाइपको माइन्डसेटको मान्छे हो कि तर मलाई जसले सपोर्ट गरेको छ नि मेरो पुरानो साथी होस् कि नयाँ साथीहरू होस् कि फ्रेन्ड्स फ्यामिली जसुकै होस् जसले मलाई सपोर्ट गरेको छ नि त्यो मान्छे म याद चाहिँ गरेर बस्छु है फेरि म कहिले पनि आफूलाई सपोर्ट गर्ने मान्छेलाई याद नगर्ने खालको मान्छे पनि होइन सपोर्ट नगर्ने मान्छेलाई इग्नोर गर्ने मान्छे पनि होइन यसले मलाई सपोर्ट गरेको छ यसले मलाई सपोर्ट गरेको छैन भनेर दिमागमा याद चाहिँ हुन्छ क्या मलाई म चाहिँ के सजेस्ट गर्छु भन्दा सबैजनालाई सपोर्ट एक्सपेक्ट गर्नु पर्दैन तर कसैले सपोर्ट गर्छ भने खुसी हुनु कसैले सपोर्ट गर्दैन भने दुःखी पनि नहुनु कि बिकज तिमीले आफ्नो काम गर्दै जाने हो सपोर्ट गर्ने मान्छेले गर्छ नगर्नेले गर्दैन एक्सपेक्टेसन नराख्नु के बिकज सबै मान्छे एक प्रकारको हुँदैन तपाईँले त्यो मान्छेलाई सपोर्ट गर्ला तर त्यो मान्छेले तपाईँलाई सपोर्ट गर्छ भन्ने जरुरी छैन अनि अर्को कुरा भनेको ग्रोथ कहिले पनि स्टेबल हुँदैन क्या पहिला मैले कन्टेन्ट क्रिएसनको जर्नी स्टार्ट गर्दाखेरि यति छिटो ग्रो भएको हो नि म होइन मैले एक्सपेक्ट गरेको भन्दा पनि धेरै छिटो ग्रो भएको हो क्या म अनि तर अहिले त्यो ग्रोथ अलिकति स्टेबल छैन आई फिल लाइक आम स्टक भनेर क्या तर ग्रोथ सधैँ एउटै कुरामा हुँदैन क्या मैले पछि यसो पोजिटिभ सोचौँ न किन नेगेटिभ मात्र सोच्ने पोजिटिभ सोचौँ न भनेर सोच्दाखेरि चाहिँ मैले बल्ल रियलाइज गरेँ कि म त ग्रो भइरहेको रहेछु मैले रियलाइज नगरेको रहेछु भनेर मलाई फिल भयो कि खासमा त्यो कुरा कसरी स्टार्ट भयो भन्दा समन टोल्ड मी कि खोइ त तिमी त यत्रो मेहनत गर्दैछौ ग्रो नै भएको छैनौ त के ग्रो भएको छौ तिमी भनेर समन टोल्ड मी कि अनि आई वाज लाइक हो त यार मेरो फलोवर्स कति टाइम भइसक्यो यसमै स्टक भएको म त ग्रो नै भएको छैन भनेर मलाई फिल भइरहेको थियो कि तर पछि मैले के सोचेँ भन्दाखेरि ग्रोथ सधैँ एउटै ठाउँमा हुँदैन नि त त्यो मान्छेलाई थाहा छैन कि मैले पहिलाभन्दा बेटर ब्रान्ड कोल्याब्स पाइरहेको छु पहिलाभन्दा बढी इन्कम भइरहेछ मेरो भनेर अनि एज अ पर्सन पनि आई हेभ ग्रोन इन्टु अ बेटर पर्सन प्लस कन्टेन्ट क्रिएसनमा बेटर हुँदैछु म एडिटिङमा बेटर हुँदैछु म सो त्यसरी म एज अ पर्सन पनि त ग्रो हुँदैछु अनि मेरो अपर्च्युनिटिज पनि त ग्रो हुँदैछ नि त जस्ट बिकज मेरो फलोवर्स बढिरहेको छैन डजन्ट मिन कि मैले ग्रो भइरहेको छैन अनि अहिले चाहिँ टिकटकको एल्गोरिदम पनि चेन्ज भएको छ नि त अनि त्यही भएर आजकल चाहिँ त्यो पहिला जस्तो भ्युज पनि छैन कि पहिला चाहिँ 1 घन्टामै 5,000 जस्तो भ्युज आइसक्यो हुन्थ्यो कहिले त 10,000 पनि पुग्थ्यो कि अनि आजकल त खोइ एल्गोरिदम के भएको होइन कहिलेकाहीँ त 1 घन्टामा 1000 भ्युज पुग्न नि गाह्रो भइदिरहेको हुन्छ त्यस्तो भइसकेको छ कि अनि चल्ने भिडियोज कुनै चल्न पनि चलिरहेको छ तर आजकल धेरैजनाको पेज तपाईँले याद गर्नुहुन्छ नो म्याटर हाउ पपुलर दे आर होइन कतिवटा भिडियोजहरू स्टक नै छ क्या धेरैजनाको तर पहिला त्यस्तो थिएन कि इफ यर हुक लाइन इज गुड इफ यर भिडियो प्रोभाइड्स भ्याल्यु देन 1 घन्टामा राम्रै अडियन्सलाई पुस हुन्थ्यो अनि झन् राम्रै भिडियो छ भने चाहिँ त्यसपछि त एक दिनमा त तपाईँको 100K भ्युज नै पुगिरहेको हुन्थ्यो तर आजकल त्यस्तो छैन कि एकदमै गाह्रो छ क्या टिकटकमा भ्युज पाउन अनि सो दिस इज जस्ट अ रिमाइन्डर टु यु गाइज कि मलाई पनि कस्तो लो फिल भएको थियो क्या त्यो कुरा सुनेर अथवा त्यो कुरा कता कता हो कि जस्तो लागेर या रियलाइजेसन भएको थियो क्या नेगेटिभ रियलाइजेसन भएको तर ग्रोथ भन्ने कुरा सधैँ एउटै हुँदैन होइन सबैको मिनिङ अफ ग्रोथ क्यान बी डिफ्रेन्ट त्यही भएर भ्युज कम होला फलोवर्स कम होला तर तपाईँलाई बाटोमा कसैले चिन्ला तपाईँलाई कुनै राम्रो तपाईँलाई काम गर्न मन लागेको ब्रान्डले तपाईँसँग काम गर्न आउला तपाईँको एकदमै मनपर्ने ब्रान्डले तपाईँलाई आएर अप्रोच गर्ला या तपाईँको इन्कम बढ्न सक्ला सो जे पनि हुन्छ ग्रोथ क्यान बी इन सो मेनी टर्म अझ योभन्दा बढी थाहा भएको पनि कोही होला जसलाई यो पनि ग्रोथ हो है भनेर थाहा होला सो लेट मी नो इन द कमेन्ट्स तपाईँको लो पोइन्ट के थियो र हाउ डिड यु टेल योर सेल्फ कि म ग्रो भइरहेको छु है भनेर हाउ डिड यु रिमाइन्ड योर सेल्फ डु लेट मी नो इन द कमेन्ट्स